घरदेखि भ्लग गराउने भने बिर्सिहाल्छु बिचमा मार सम्झे हुन्छु कि अहिले चाहिँ हामी दारापानीमा आइरहेको छौँ यस्तै पाराले त 10 वर्षसम्म सब्सक्राइब बढ्दैन होला यहाँको एमा आफ्नो बुढोले आछा आछा भन्छ आन्सरलाई भन्छ अनि यस्तो अगाडि बनाएको छु यस्तो गराएको छु यो चाहिँ अहिले मेन गेट अनि हिँडिरहेको छौँ अहिलेलाई तपाईको लागि क्यामेरा राख्दै छौँ र यता हेर्दै हेर्नु न यतिकै त व्यापार गर्ने यतिको नबोले त कहाँबाट होला कि नि मन्दिरको सिडी चढ्दैछ म चाहिँ यहाँदेखि यतासम्म आइपुग्यो अझै यहाँनिर छ यसको पछि बल्ल आउँछ हाम्रो मेन मन्दिर आज यहाँनिर पनि शिवलिङ्ग छ एकदमै राम्रो छ धारापानी लाग्छ नि मलाई कस्तो राम्रो देख्यो अञ्जलीहरू त आइसिनु हो एकछिन छ सिडी सिडी मात्रै छ कि पुरा पूर्णगिरी जानला जस्तो फिल भइरहेको मलाई हाम्रो मेन मन्दिर हामीहरू मेन मन्दिरनिर आइसकेको छौँ एकदमै राम्रो छ हाम्रो धारापानी एकदमै राम्रो छ हाम्रो धारापानी अहिले त भित्र ढोका लगाउनु रहेछ नि बुझ्यो वाउ त्यहीँनिर चाहिँ होला कहाँनिर हो टिका लगाउने ऊ त्यहाँनिर छ राम्रो लाग्छ गइस्यो गइस्यो
मलाई रात पर्छ हुन्छ रातमा कता पैसा अन्त यतिबाट अर्डर पकाइदिन्छु त सब्जी खिचिदिनु नि ठिकै छ गएछ बाबु बल्ल मेरो एउटा फुल भिडियो भयो होला खै कहाँ भयो ए ए हजुरले हाम्रो चाहिँ यहाँ टिका लाउने कार्यक्रम चलिरहेको छ टिका कस्तो देखियो मलाई आराम देखियो मेरो हो कि बाबु अब हाम्रो यहाँ एकछिन भिडियो सुट हुन्छ खतरा पाराले यतादेखि बनाइसक्यो रुख ल्याएर यता चाहिँ भिडियो सुट भइरहेको छ मेरो चाहिँ क्यामेराम्यान नभएर म एक्लै उभिरहेको छु यहाँ कति धारबाडमा सबै सिडी मात्रै छ कि आज तर यस्तो बनाएदेखि चाहिँ आएको छैन गाह्रो भइसक्यो यहाँ एउटा सिडी सक्यो होइन त्यहाँनिर मन्दिर छ फेरि यहाँ माथिनिर सिडी छ क्या कति धेरै सिडी हो धारा पानीमा हामी चाहिँ अहिले उङ्खुबारीमा आएर उखुको जुस पिउँदैछौँ यसमा यस्तो बिर्यानी चार मात्रै हो के भन्छन् सुन्नु त यो गिलास हामीलाई नि बोतलमा 2 गिलास झोल राख्दैनस् 2 गिलास झोल राख्दैनस् बाँकी लग्ने हजुर त्यो यसो हो त्यो